रवि लामेछानेको लोकप्रियतामा आफ्नो छवि बनाउन आएका 1-2 जना जवान नेताहरूले पार्टी छाडेर गयो भनेर यहाँहरूले चिन्ता गर्नु पर्दैन। हामी 100 जना त्यस्ता व्यक्तिहरू ललितपुर जिल्लामा छिट्टै नै भित्र ल्याउँदैछौँ। त्यसको लागि यहाँहरू तयार भएर बस्नु होला। यो बेला बेलामा पार्टी छोड्दै जाने साथीहरूको सामाजिक सञ्जालमा रोइलो छ। म यहाँ के भन्न चाहन्छु भने यहाँहरूलाई म भन्न सक्छु हामी सबैमा केही न केही क्षमता छ। यहाँहरू सबैजना अगाडि बढ्नु होला। हामीसँग यति धेरै ठाउँ छ कि यो हलभित्र बस्नुभएका साथीहरूलाई एउटा ठाउँ दियो भने पनि पुग्दैन साथीहरू। त्यसैले हामीले आन्तरिक प्रतिस्पर्धा भन्दा बाहिरी शक्तिसँग लड्नु पर्नेछ। त्यो बाहिरी शक्तिलाई लडाउनका लागि हामी भित्रको एकता एकदमै मजबुत कुरा हो। त्यसैले साथीभाइ नफुटौँ, बरु सबैजना जुटेर भोलि बाहिर अरू शक्तिसँग लड्ने शक्ति हामीले सञ्चय गर्नु पर्नेछ। यहाँलाई अलिकति अल्छी लागेको जस्तो मैले देखिरहेको छु। एकचोटि जुरुक्क उठेर जय घन्टी भनौँ त सबैजनाले। फेरि एकचोटि भनौँ त, फेरि एकचोटि।